हामी सदाचारको कुरा जति बेला हामीलाई त्यो फिलिङ भयो त्यही दिन दुर्घटना भयो देशमा। 23 गतेको दिन तत्कालीन गृहमन्त्रीसँग हामी छलफल गरेर यो अलिकति चाहिँ हामी राजनीति गर्ने मान्छे जिम्मेवारीमा भएका मान्छे पनि कतै गैर जिम्मेवार भयौँ कि, त्यस कारणले यो फिलिङका साथ हामीले पब्लिकली जे सर्भिस गर्नुपर्छ त्यो गरिराखेका छैनौँ कि भन्ने लागेर यो नीति ल्याइएको। तर अब दुर्भाग्यपूर्ण कुरा कस्तो भन्नुहुन्छ भने जसले यो सदाचार नीति पास गर्यो उहाँहरू धन्यवादका पात्र त हुनुहुन्छ, तर धन्यवाद दिन लायक हुनुहुन्छ कि हुनुहुन्न समस्या हो क्या। सदाचार भने बोली वचन र व्यवहार पनि त होला नि। के सबै कुरा कानुन मात्रै के कानुन अधुरा र अपुरा छन् र? बलात्कार गर्नु हुँदैन सबले बुझेकै छ त, बलात्कार भइरहेछ। ज्यान मार्नु हुँदैन भन्ने लेखेकै छ, आजन्म कैद छ, ज्यान मारिएकै छ। त्यसैले यो मानवीयतासँग जोडिएको संवेदनशील विषय हो के। त्यसमा आज हामी जसले पास गर्यौँ र यसको जिम्मेवारी लियौँ, एकदम असल काम गर्नुभयो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। तर धन्यवाद किन दिन चाहँदैन अर्को भाषामा भनेको भने के धन्यवाद दिन लायक हुनुहुन्छ त? उहाँले यो सदाचार नीति निर्णय गर्नुभयो, कार्यान्वयन गरिराख्नु भएको छ कि छैन? मन्त्रीजीका भाषण हेर्नुहोस्, मन्त्रीजीको बोली र व्यवहार हेर्नुहोस्, अनि त्यसले सदाचारतिर लग्छ कि सदाचारतिर लग्दैन? त्यसैले कुरा के हो भने यसको खास उद्देश्य हामी सुध्रिनुपर्छ भन्ने हो, अर्कालाई सुधार्ने कुरा होइन। हामी सुध्रिनुपर्छ, हामी जिम्मेवारीमा भएका मान्छेले जिम्मेवार हुनुपर्छ भन्नका लागि यो छलफल गरेर ल्याइएको कुरा हो। कसैले कसैलाई निर्देशन दिने कुरा होइन यो। सो कार्यान्वयनको कुरा भए हुनाले अघि सरसचिवज्यूले भन्नुभयो 17 केन्द्रभन्दा माथि त सरकार होला नि त। के अनुगमन गर्नुहुन्छ ल? प्रधानमन्त्रीलाई निर्देशन दिन सक्नुहुन्छ वा तपाईँको मन्त्रीलाई निर्देशन दिन सक्नुहुन्छ? यसको उद्देश्य जोसुकै भए पनि गलत गर्नु हुँदैन र गलत जे भइराखेको छ अहिले हाम्रो परिस्थिति त्यो हुनु हुँदैन भन्ने उद्देश्यका साथ ल्याइएको कुरा हो नि। अनुगमन के अनुगमन गर्नुहुन्छ? त्यस कारणले समस्या कहाँ हो भने समस्या ममा हो, तपाईँमा होइन। मैले अर्कालाई सुधार्नका लागि चाहिँ निर्देशन दिने, म चाहिँ सुध्रिने जो कुरा छ यो सरकारले ल्याएको पास गरेको कुरामा मेरो समर्थन छ। तर सरकार धन्यवादको पात्र छ कि छैन त्यो त व्यवहारले देखिरहेको छैन नि त। कोही खुट्टा भाँचिदिने भन्छन्, कोही सदनमै आएर म यसको बारेमा बोल्दैन भन्छन्। अनि जिम्मेवारीमा बस्ने गैर जिम्मेवार काम गर्यो भनेपछि अरूलाई सुध्रिनुहोस् भन्ने निर्देशन दिन सक्ने हैसियत के? त्यस कारणले यो सदाचार नीति स्वयं व्यक्तिले अवलम्बन गर्नुपर्ने आज हाम्रो परिस्थिति। मैले यो कुरा किन भन्न खोजेको भने आज यो छ र जे गरे पनि हुन्छ। हजुरले असल कुरा गर्नुभयो भनेपछि गाली जति दिए पनि हुन्छ, केही हुँदैन। तर गएको सरकारले भने मात्रै के हो भने निषेधको कुरा गरे होइन, नियन्त्रणको कुरा गरे हो। आज सबैलाई फिलिङ छ नि त यो नियमन गर्नु पर्यो भन्ने कुरा त सबैलाई छ नि। त्यसैले कुरा के हो भने हजुर जहाँ बस्नु भएको छ, जुन जिम्मेवारीमा हुनुहुन्छ तपाईँ पनि बाँधिएर बस्नु भएको छ नि त। के हेऱ्यो 17 केन्द्रले भन्न त सजिलो होला, तर सबै राइट 17 केन्द्रसँग छ र छैन नि। त्यस कारणले कुरा के हो भने हामी अर्कालाई सुधार्ने कुरा भन्दा पनि हामीले सुध्रियौँ हाम्रो आचरण, हामी जिम्मेवारीमा नीति निर्माण तहमा बसेका मान्छेले यो राष्ट्रिय सभाको यो समितिले हामी बिग्रियौँ कि भन्ने चिन्ता लागेर यो सदाचार नीतिको पहल गरेको हो र हामी बिग्रिनुहुन्न भन्ने कुरा हो। त्यसो भए जिम्मेवारीमा बसेका मान्छेले बोल्दा उड्दा हिँड्दा यदि सदाचार अपनाएनौँ भने यो जस्तै कानुन बनाए पनि केही हुँदैन। त्यसैले मेरो अनुरोध के हो भने हजुरहरू जहाँ जिम्मेवारीमा हुनुहुन्छ तपाईँहरूसँग कुनै गुनासो छैन,
तर कार्यान्वयन गर्ने मान्छे त हामी हुन्, अनि पास गर्ने कार्यान्वयन नगर्ने भने यो खालि कसैले चाहिँ श्रेय लिने कुरा होइन। 77 केन्द्रले हामीले भरोसामा पर्यो, अख्तियार दुरुपयोग अनुसन्धान बनाएको भ्रष्टाचार किन हुन्छ त? भ्रष्टाचार त भइरहेछ त। भ्रष्टाचार नहोस् भनेर गराइ संस्था खडा गरे होइन र। त्यस कारणले यो कुरामा कार्यान्वयन गर्ने कुरामा यहाँहरूको सहयोग सद्भाव रहोस् भन्ने कुरा हो होइन। यसलाई कार्यान्वयन गर्ने जिम्मेवारीमा भएका मान्छेले कार्यान्वयनतिर गयो भने यसले एउटा राम्रो मेसेज जान्छ। मैले सुरु गरेँ, मेरो छेउमा बस्ने साथीले सुरु गर्नुहुन्छ, साथीले सुरु गर्यो भने अर्काले सुरु गर्छ। त्यस कारणले आज यो देशको अभिभावक भने सरकार हो, पास मात्रै गरेर हुँदैन। उहाँहरूको आचरण व्यवहार बोलीमा त्यो कार्यान्वयन भइरहेछ छैन त्यो हेर्नुपर्छ। तर अहिले तत्काल चाहिँ सरकारका